गाइजहरू म चाहिँ हैन हाम्रो स्कुलमा मैले भनेको थिएँ नि हैन के रे म चाहिँ प्रेसिडेन्ट थिएँ रेड क्रस सोसाइटीको मेरो स्कुलको। अनि एभ्री फ्राइडे मैले चाहिँ प्रोग्रामहरू मैले हैन हाम्रो उहरूले चाहिँ हाम्रो जस रेड क्रस सोसाइटीको को मेम्बरहरू हुन्छ हामी सबैले मिलेर चाहिँ एभ्री फ्राइडे अर्गनाइज गर्थ्यौँ। अनि त्यसमा चाहिँ अनि एउटा उसमा चाहिँ हामीले सरहरूबाट नै डिमान्ड आयो कि हैन, किनभने हामीले कहिले पनि त्यो ड्रामा कम्पिटिसन गराएको थिएनौँ। अनि ड्रामा कम्पिटिसनलाई नि त बनाउने भन्ने भयो। अनि त्यसमा चाहिँ हामीहरू फर्स्ट आएको हाम्रो टिम। अनि त्यसमा चाहिँ मैले चाहिँ के रे स्क्रिप्ट लेखेको थिएँ काइन्ड अफ कुनै पिसमा त्यो जोकहरू गर्ने। अनि त्यसपछि अरू पनि साथीहरू सुशान्त थियो हैन, नाउ हि इज अ डक्टर। अनि त्यसपछि सुशान्त थियो अनि अरू को थियो मैले बिर्सेँ हैन। मतलब त्यो स्क्रिप्ट राइटिङमा चाहिँ त्यो उसमा चाहिँ यस्मिथी यम्मी हलवाई इन्जिनियर हो त्यो हैन। अनि अरू को थिएँ यार हैन, जस्ट बिर्सेँ मैले। अनि हामीहरू चाहिँ त्यसमा फर्स्ट आएको थियौँ हामीले चाहिँ तर 2टा ग्रुप मात्रै थियो ल गाइज। जे भए पनि फर्स्ट त हामी सेकेन्ड त आएन नि, लास्ट र सेकेन्ड एउटै। हामीले थाहा छ के गरेको, सर हुनुहुन्थ्यो हैन, सुमन सर भन्ने हुनुहुन्थ्यो, उहाँलाई बिट हान्दिएको, सरलाई बिट हान्दिएको। हामी खतरा हैन त गाइजहरू। अनि जस्तैमा चाहिँ हाम्रो कस्तो थियो भने चाहिँ नलेजेबल पनि थियो अनि कमेडी पनि थियो। अनि वी एक्टेड भेरी वेल के हैन, सबै कुरा जुन हुन्छ नि मिलेर सबै गऱ्यौँ। किनभने हामीहरूमा चाहिँ कन्फिडेन्ट चाहिँ थियो कि हैन त्यति बेला। अनि त्यसपछि जोस् त्यही हो। लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला अनि सब्सक्राइब गरिदिनु होला। साइनिङ अफ सृजना पाण्डे एके कृष्णा पाण्डे।